उहाँले त अल्पमतको साथ दिनुभयो नि पाण्डवहरूलाई होइन। तर एट द सेम टाइम तपाईँले त्यसलाई राम्रोसँग हेर्नु भने त्यहाँ त एउटा हत्याको पनि पक्षधरता लिएको छ नि। शिशुपालको टाउको त छर्लकै छिनाइदिनु भयो त कृष्णले। शिशुपालले जहिले पनि नभएका प्रचार मात्रै गराएकै गर्थ्यो होइन, गलत काम मात्रै बदखुवाई मात्रै गरिरहन्थ्यो कृष्णले 79 पटकसम्म माफी दिन्छु। शिशुपालको आमालाई पनि भनेको थियो 79 क्रस गरेपछि म मारिदिन्छु भनेको थियो, मारिदिनु। अहिले हामी यो दसैँ सकेर तिहारको बिचमा छौँ होइन। दसैँमा पनि त हामीले हतियारको पूजा गऱ्यौँ नि नवरथाभरि होइन। किन गऱ्यौँ? अन्यायलाई छिनाउन, अत्याचारीलाई वध गर्न होइन। यसो भएको हुनाले हाम्रो म चाहिँ त्यसको पनि अगेन्स्टमा छु। त्यस्तो चाहिँ गर्न नहुने हो। खास गरेर किन मार्नु पर्यो, किन त्यस्तो गर्नु पर्यो? मान्छे सबैले विवेक प्रयोग गरेर सबै पिसफुल लाइफ भइहाल्यो नि। एउटा मान्छेले अर्को मान्छेलाई चाहिँ दुःख दिनु भएन। त्यस्तो गल्ती काम गरेको छ भने चाहिँ उसलाई चाहिँ सजाय दिनु पर्यो, इन्स्टेन्ट सजाय दिनु पर्यो कि। किनभने कोही व्यक्तिले गल्ती गरेर अर्को मान्छेको लाइफलाई ह्याम्पर परेको छ, अनि त्यसपछि त्यो मान्छे चाहिँ अब बोल्न पनि सकेको छैन। अब मुद्दा टिपाउन जाउँ, अब मेरो बेइज्जत होला कि घर परिवारको अन्य कुरा सोचेर बसेको छ भने त्यो मान्छे कति सफल? दुईटा सानो भर्खरै जन्मिएको एउटा बच्चा अनि अर्को 2 वर्ष अगाडि जन्मिएको एउटा बच्चा, दुईटा बच्चा बोकेर एकजना आमाले इनारमा हाम फालेर आत्महत्या गर्नु। के कारण भने यति धेरै गरिबीबाट बिल्सिनु भएको र उहाँले राम्रोसँग सुत्केरीको बेलामा खाना पनि पाउनु भएन। खाना पाउनु भएन त खप्नुहुन्थ्यो आमाले, तर दुध पनि राम्रोसँग आएन। अनि पौष्टिक खानेकुरा त छोडो, नर्मल खानेकुरा पनि खान नपाएर गरिब भएको कारणले उर्तिर परतिर एक माना चामल माग्दा पनि नपाएको कारणले उहाँले मैले नेपाल समाचार पत्रमा लेखेको छु यो बारेमा। यस्तो विषयमा त म आउँदैछु नै हो। यो मान्छे आफै एक्लै गरिब भएको हो, यसलाई गरिब बनाएको कसले हो? तपाईँ रिसर्च हेर्नुहोस्, युथहरूले जेन्जीहरूले हेर्नुपर्छ। रिसर्चले के भन्छ भने सिंगल रिजन बिहाइन्ड द पोभर्टी इज करप्सन। जति मान्छे करप्सनबाट सफर गरिरहेको, यो पोभर्टीबाट सफर गरिरहेछन्, यसको एउटै कारण हो भ्रष्टाचार। भ्रष्टाचारको कारणले नै गरिबी बढ्छ। जेन्जी साथीहरूले पढेका छन्, यिनले बुझ्छन्। भ्रष्टाचारको कारणले गरिबी बढ्छ, गरिबीको कारणले आत्महत्या बढ्छ। अहिले तपाईँको ओभरअल नेपालमा सुसाइड रेट जुन बढेको छ त्यसको 90% चाहिँ पोभर्टी हो। त्यो पोभर्टी काउज्ड बाई दि करप्सन। अब हो यी मान्छेहरूले जो आत्महत्या गरिरहेछन् नि, अहिले बढिरहेछ। त्यो आत्महत्या बढेको उनीहरूको आत्महत्या गर्नेको कारणले उनीहरू मरेका होइनन्, यिनीहरूलाई मारिएको हो। यिनीहरूले हाम्रो भागमा, जनताको भागमा आउने पैसा लुटेर खाएका छन्। अहिले हेर्नु, रामचन्द्र पौडेलले, केपी ओली, देउबा प्रचण्ड यिनीहरू बिरामी हुँदा 1 रुपैयाँ गोजीको खर्च गर्दैनन्। तपाईँ र मैले तिरेको करबाट, गाडीबाट पठाएको पैसाले यो पैसा लुटेर 10 अर्ब 41 करोड रुपियाँ यिनीहरूले लिइसके। मैले त्यसमा सर्वोच्च अदालतमा मुद्दा हालेको छु। अनि यस्तालाई मार्नु पर्दैन त? मार्नै पर्छ, कानुन बनाएर। एकदमै त गलतै गर्ने, गलतको पनि लेभल हद पार गरेकालाई चाहिँ सजायको केही। दसैँ मनाएको कारण अन्यायलाई मार्न हो। तर धार्मिक फेरि अर्को छ है, पञ्चमहाबली भन्छ। काम, क्रोध, लोभ, मोह र अहङ्कार, यी 5वटा कुरालाई बलि दिने कुरालाई पञ्चमहाबली भन्छ। सकिन्छ। म ट्याक्सको टपिकमा आउँछु। जस्तो धेरै मान्छेहरूले चाहिँ मैले ट्याक्स पे गरेको कारणले यो भयो भन्ने जुन करप्सनको एगेन्स्टमा यो जेन्जीको प्रोटेस्टलाई लिएको थियो, खास गरेर तपाईँले कति ट्याक्स पे गर्नुभयो त भनेर क्वेसन गर्नेहरू पनि हुन्छन् होइन। यसमा म भन्छु प्रत्येक जग्गा जति छ भने पनि हामीले जग्गाको पनि हामीले ट्याक्स पे गर्नु नै पर्छ। हामी देशमा बसेको छौँ, आफ्नो जग्गा छ भने पनि हामीले त ट्याक्स त बुझाएको हुन्छौँ। नम्बर 1 कुरा एभ्री इन्डिभिजुअलले बुझाउनु पर्यो जग्गा छ भने। अर्को कुरा रहन्छ, हामी नर्मली अब अरू फिल्डहरूमा डिफ्रेन्ट कुराहरूमा त गर्नु परिहाल्यो। म ब्याक टु पोइन्ट आउँछु, इनोभेसनको कुरा र जुन स्टार्टअपहरू गर्न लागेको मान्छेहरू हुन्छ उनीहरूलाई
ट्याक्स लिन्छ र रिटर्नमा केही पनि दिँदैन, जुन चाहिँ एकदमै अन्यायपूर्ण छ। जस्तो देश विकास हुनलाई त इनोभेसन चाहिन्छ, जस भनौँ न इनोभेसनले नै त देश डेभलप भएको छ नि विभिन्न देशहरू। अब नेपालको सिनारियोमा विदाउट ट्याक्स रिटर्न, विदाउट युथलाई इन्भेस्ट पनि छैन, जेरो छ होइन। अनि सबै गभर्मेन्टलाई मैले कमाएर सर्टेन पैसा कमाएर मेरो कम्पनी रजिस्टर गरेर ओडामा छुट्टै बिजनेस ट्याक्स लाग्छ। त्यो ट्याक्स तिर्नको लागि मैले कमाएर सरकारलाई तिरिराख्ने त रिटर्नमा केही छैन भने किन तिर्ने? त्यो त लिगल स्क्याम भएन र? अब हेर्नुहोस्, यसमा तपाईँको के छ? एकदमै सही भन्नु यहाँले। एउटा युवा साथीले पढिसकेपछि के गर्ने भन्ने कुरो नि, ब्याचलर सकेपछि त मास्टर्स त त्यो फिलोसफिकल कुरा मात्रै हो, प्र्याक्टिकल कुरा मान्छेको लाइफमा आउनुपर्ने ब्याचलर सकेपछि हो होइन। मास्टर्स नपढे पनि हुन्छ, त्यहाँ फिलोसफिकल कुराहरू बढी हुन्छ। तर पनि विश्वका विकसित अधिकांश देशहरूमा मास्टरतर्फ जाँदै जाँदैन, ब्याचलरले उसको जीवनलाई चाहिने जति होइन पोख्त भइसक्यो। अब हामी कहाँ पढिसकेपछि अब के गरौँ हजुरबा भनेर सोध्न जान्छ होइन। एउटा अहिले म्यानेजमेन्ट पढेको विद्यार्थीलाई नि म्यानेजमेन्ट डिसिप्लिनबाट त्यो फ्याकल्टीबाट ब्याचलर सकेकोलाई अब तिमी गुन्द्रुकको एउटा यस्तो कम्पनी खोला, त्यसलाई विभिन्न फ्लेभरहरू दिएर देश विदेशमा अरू देशमा प्याकेजिङ राम्रो गरेर पठाउने काम गर भनेर भन्ने हो भने उसले त्यो कम्पनी खोल्न सुरु नै के गर्नुपर्छ थाहा छैन। एक्ज्याक्टली कहाँ दर्ता गर्नुपर्छ, कति रुपियाँ लाग्छ, दर्ता गर्न के कागज चाहिन्छ इत्यादि पनि। म्याक्सिमम मान्छेहरू दर्तामै ठगिरहेका छन्। अनि दिएर उहाँ के भन्छ डडेलधुराको मान्छे र झापाको मान्छे त्यो कम्पनी चाहिँ सुरु गर्न काठमाडौँमा आउनुपर्छ, त्रिपुरेश्वरमा कम्पनी रजिस्ट्रारको कारण। हामीसँग फेडरलिजम छ भने त्यही दर्ता हुनु पर्दैन थियो, सब इल्युजनमा राख्दैन एकदमै होइन। यसले कामै गरेको मैले बल्ल आफूले गर्न थालेपछि फिल गरेको यो चाहिँ एकदमै हो। अब हामीले ट्याक्स मैले लगाएको यो कोर्टमा पनि ट्याक्स तिरेको हुन्छ होइन, मसँग मूल्यमा लिएको हुन्छ। ट्याक्स पनि अननेसेसरी वेमा भयो कि मल्टिपल ट्याक्स लिने भयो नि त हो। यसरी यसलाई अन्त्य गर्नुपर्छ। यो व्यवस्थामा यसरी झुक्याएको छ होइन। युवाहरूलाई त यति धेरै झुक्याइएको छ, युवाहरूलाई कुनै काम नगर्नलाई भनेको छ हाम्रो कानुनले, संविधानले। ताप्लेजुङको मान्छे त्यहीँनिर एउटा होइन अघि भनिहालेँ मैले, कम्पनी खोलेर चाहिँ तपाईँ गर्नुहुन्छ भने नि, कुखुरा पालन गरेर अर्को केही आफ्नो कम्पनी खोलेर गर्नुहुन्छ भने तपाईँ काठमाडौँ आउनै पर्छ कि दर्ता गर्न। यस्तो पनि हुन्छ शासन व्यवस्थाका। अर्को कुरा कस्तो भइदियो भने कम्पनी मैले काठमाडौँ मेट्रोलाई पनि सोधेको छु, रेस्पोन्स केही आएन। इरेस्पोन्सिबल रेस्पोन्स आयो, जुन चाहिँ मलाई एकदमै जुन एक्सपेक्टेसन थियो नि त एउटा होइन, मेट्रोबाट त राम्रो रेस्पोन्स आउला यताउति, त्यो केही रेस्पोन्स आएन। तपाईँले बत्ती पानीको सेवा दिएको छौँ त हामीले भन्नुभयो, बत्ती पानी हामीले किनेको, हामीले पे गरिरहेको छौँ, हामीले किनेको हो भनेर मैले रेस्पोन्स गरेँ। तर त्यस पछाडि उहाँहरूको जति कल गरे पनि रिसिभ पनि हुँदैन, फोन पनि उठ्दैन, त्यस्तै समस्या झेल्नु पऱ्यो। त्यसपछि जुन अहिले अब समग्र समस्या छ, अब सल्युसन चाहिँ के हो जस्तो लाग्छ? सल्युसन के हो भने हामीले अहिले भएको कानुन संविधान यो सबैलाई पूर्ण रूपमा अन्त्य गरेर एउटा दूर दराजमा बसेको युवा विद्यार्थीहरूका लागि पनि उत्पादनमा कसरी जोड्ने, जस्तो हामीभन्दा 7वटा इजरायल जोड्यो भने मात्रै नेपाल जत्रो देश हुन्छ। 7 गुणा सानो छ। त्यसले संसारको 60% देशहरूलाई हाम्रो क्रिएटिभ प्रडक्टहरू होइन, हार्ड सफ्ट इत्यादि कसरी पठाउन सफल भयो? एउटै काम गर्नु, सबै युवा जातिलाई अनिवार्य सैनिक स्वयंसेवामा जोड्यो। सैनिक स्वयंसेवा भनेको हतियार बोकेर लड्ने भिड्ने मात्रै होइन नि, स्वयंसेवक सैनिक, उत्पादन सैनिक, सेवा, त्यसै गरी निर्माण सेना, यो सबै युवाहरूलाई 2 घन्टासम्म हामीले, र तपाईँ जस्तो मानव एउटा चाहिँ वेबसाइट बनाउने काम गर्नुहुन्छ भने 2 घन्टा राष्ट्रका लागि काम गर्नु, देशभरिको गाविसलाई बनाइदिनुहोस्, अर्को केही होला। तर रिटर्नमा त आउनु पर्यो गभर्मेन्टबाट पनि हामीले काम गर्नु पर्छ। 2 घन्टा अनिवार्य सैनिक स्वयंसेवामा राख्ने, 2 घन्टा अनिवार्य काम गर्ने, त्यसमा तपाईँलाई होस्टेलमा राख्ने, यही गरे हो इजरायलमा। सारा तपाईँको चाहिँ देशभरिको खाली जमिनमा म पनि गएर 2 घन्टा खन्छु कि म त्यहाँ ल पढाउँछु,
अथवा मास कम्युनिकेसन पढाओस् त्यो अथवा मैले चिजमा पढेको चाहिँ पोलिटिकल एउटा साइन्स जानु पर्यो होइन काम त्यहाँ निःशुल्क स्वास्थ्य हुन्छ, निःशुल्क शिक्षा हुन्छ, निःशुल्क होस्टेल हुन्छ, 2 घन्टा देशका लागि काम गर्छ। हामीले विदेशबाट आउने धेरै कुराहरू अर्को वर्षदेखि नै किन्न पर्दैन। अहिलेको टोटल खर्चको आधा त घटाउन सकिन्छ। यहाँबाट सुरु गरौँ न देशलाई। त्यही भित्रबाट ऊ शिक्षित पनि हुन्छ, रोजगार पनि प्राप्त हुन्छ, देशका लागि काम पनि हुन्छ, आयात स्थापित पनि हुन्छ, निर्यात सुरु हुन्छ। हो यो काम राजाको पालामा सुरु भएको थियो। एनसीसी भन्ने युवाहरूलाई त्यसमा जोडेर र एनडीएस भन्ने प्रोजेक्ट थियो। प्रोजेक्ट वर्क गर्न गाउँमा पठाइन्थ्यो। त्यहाँबाट आएको रिसर्चको बेसमा यस्ता प्रोजेक्टहरू सुरु गरिन्थ्यो। अहिले ओभरअल रिसर्च गर्दाखेरि चाहिँ जेनजी चाहिँ लाइक राजा पनि मान्न तयार छैन र कुनै तन्त्रवाद पनि मान्न तयार छैन भन्नाले लाइक विभिन्न पार्टीका झोलेहरू हुनुहुन्छ। अनेस्टली भन्ने पनि ब्लाइन्ड सपोर्टर हुनु भएन नि। गल्ती गरेको छ भने गल्ती गरेछ भन्न सक्नु पर्यो क्या। चाहे राजा होस् चाहे प्रधानमन्त्री होस् होइन, गल्ती छ भने गल्तीलाई स्वीकार्नु पर्यो। अस्ति त्यहाँ गोली खाएर आउने हाम्रो सुरञ्जन थापा हजुर लगायत होइन, हामी त राजा लानुको लागि छातीमा गोली थापेको भन्ने पनि हुनुहुन्छ। हो, सही कुरामा सपोर्ट गर्नु पर्यो। जो सत्य कुरामा सत्य कुरा जे छ त्यसलाई सपोर्ट गर्नु पर्यो। अर्को कुरा म आउँछु पुलिस र आर्मीलाई चाहिँ अनेस्टली भन्यो भने दास बनाएका छन् पोलिटिसियनहरू। एकदम सही भन्नु। यसलाई अन्त्य गर्नुपर्छ। प्रहरी उनीहरूले पनि पोलिटिसियनले रङ गरेको छ भने इन्स्टेन्टली पक्रिने रुल चाहियो कि सही होइन। बाटोमा जाँदै गर्दा जहाँसुकैबाट गाडी लिएर त्यही त कुइ गर्दै कुकुर कराए जस्तो, जसको काम पनि छैन, फुर्सद पनि छैन, मन्त्रीहरू के ट्राफिक रुल ब्रेक गरेर जतासुकै जान्छ। ठाउँको ठाउँ प्रहरीलाई त्यहीँनेरि उनीहरूलाई कारवाही गर्न सक्ने त्यति राइट दिनुपर्छ। हेर्नु, सबै भागमा हामीले यसलाई परिवर्तन गर्नै पर्छ। युवाहरू परिवर्तनका लागि लाग्नुपर्छ, जाग्नुपर्छ। क्वालिटेटिभ चेन्जका लागि, मिनिङफुल चेन्जका लागि, इलिमेन्ट्री चेन्जका लागि त्यो भएन भने हाम्रो अस्ति बोकेको रगत खेर जान्छ। अब लाग्नुपर्छ। लास्टली हजुरले अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ? म विनम्रतापूर्वक देशैभरिका सबै युवा विद्यार्थी साथीहरू, उहाँहरूका अभिभावकहरू पनि, हिजो चाहिँ अभिभावकहरू युवा नै हुनुहुन्थ्यो। तपाईँको जुन एक्सपेक्टेसन थियो त्यो पुरा हुन पाएन। कहिलेदेखि हुन पाएन भन्दाखेरि 1990देखि हुन पाएन। जति बेलादेखि नेताले शासन सुरु गरे त्यो यताका सबैलाई राज संस्थाको पुनर्स्थापनाका लागि म सोलिडारिटी जनाउनका लागि निवेदन गर्छु। अहिलेको संविधान युवाहरूको विरुद्धमा छ, युवाहरूको चाहनाको विरुद्धमा छ। यसलाई अन्त्य गर्नुपर्छ र जनताको युग सुरु गर्नुपर्छ। अर्को क्वेसन पनि जोडिहाले, हालको सरकार कस्तो लागिरहेछ हजुरलाई? कसरी हेरिरहनु भएको छ? यो त चाइनाबाट तिब्बत टुक्र्याउनका लागि बनाइएको सरकार हो। यो अमेरिकन डिजाइन अनुसार बनेको सरकार हो। यो सरकार नै नेपालको लागि यदि हामीले सकेसम्म छिटो यसलाई अन्त्य गरेर राज संस्थाको बाटोतर्फ जाने गरिकनको सुरु गरेनौँ भने नेपाल देश अन्त्य गर्ने पहिलो प्रवेश बिन्दु नै यो सरकार हो। त्यसैले यसलाई सकेसम्म चाँडो डाल्नुपर्छ। हजुरले राज संस्थाको कुरा अघिदेखि ल्याउनु भएको छ, खास किन राज संस्था नै? राज संस्था जेनजीहरूलाई शासनमा ल्याउन 35 वर्ष चाहिँ कटेकालाई मात्रै अहिले सांसद बनाउने कानुन छ राष्ट्रिय सभाको, त्यसलाई अन्त्य गर्न 45 वर्ष नपुगिकन पनि एउटा सक्षम युवा छ भने राष्ट्रपति हुन सक्ने ठाउँमा हामीले राष्ट्रपति एकचोटि भएपछि कम्तीमा 10 करोड देशको खर्च हुन्छ। उसलाई बेग्लै घर बनाएर राखिदिने होइन, एकचोटिमा 10 करोड। अहिलेसम्म सबै यिनीहरूको राष्ट्रपति भइसकेका मान्छेहरूले खाडीमा काम गरेर युवालाई पठाएको, देशमा पठाएको रकम लुटेर खाइरहेछ। स्वास्थ्य उपचारदेखि सबै। राजा जति पुस्ता भयो भने त्यही एउटा घर हुन्छ, नारायणी घर देख्दै गर्नु पर्दैन। यसैले चाहियो। अर्को सिधा राष्ट्रपति चाहिँ फेरि पार्टीकै झोले हुँदो रहेछ, दास हुँदो रहेछ। विद्या भण्डारी फेरि पार्टीको सदस्य बन्न जानु। तर राजा कहिले पनि म चाहिँ यो पार्टीको भन्दै जाँदैन। राजा सबैको साझा हुन्छ। राजा किन ल्याउने भने नेताहरूको भ्रष्टाचार लुकाइदिन्छ अख्तियारले, किनकि त्यहाँ नेताले नै नियुक्त गर्छ। न्यायाधीशहरूले पनि नेतालाई चाहिँ छोड दिन्छ र कर्मचारीलाई मात्रै जेल हाल्छ।
बालुवाटारको जमिन खाने नेता जति सबैलाई छोडिदियो। निर्णय गरेको नेताले थियो मन्त्री परिषदमा बसेर, तर कर्मचारीलाई मात्रै जेल पठायो। यसरी यस्ता न्यायाधीशहरूलाई पनि अन्त्य गर्नका लागि त्यो अख्तियार चाहिँ राजाप्रति रेस्पोन्सिबल भयो भने उसले नेताप्रति रेस्पोन्सिबल हुनु पर्दैन। त्यही भएर सबै नेतालाई खराब ज्याप बनाएर समातेर लिएर आएर भ्रष्टाचार अन्त्यको युग सुरु हुन्छ। अब यो यिनीहरूले भ्रष्टाचार गरेको रकम हामीले राष्ट्रियकरण गर्ने भने 10 वर्षको बजेट भन्ने पैसा निस्कन्छ। त्यो तुरुन्तै भोलिदेखि नै सुरु गर्न सकिन्छ। अघि भनेको राइट टु रिजेक्ट र राइट टु रिकलका लागि राजा नै चाहिन्छ, किनकि त्यत्रो अगाडि मैले चाहिँ अदालतबाट कानुन बनाऊ भनेर आदेश दिलाए पनि यिनीहरूले बनाएका छैनन्। अझ राजाको पालामा त संविधानमै त्यो कुरा थियो। युवाहरू जति सबैलाई कलेजमा पढ्दा पढ्दै प्रोजेक्ट वर्क पैसा दिएर पठाइन्थ्यो। गाउँ गाउँमा कहाँ कस्तो योजना बनाउने, बजेट कस्तो बनाउने त्यो लिएर आऊ भनेर, र उनीहरूले ल्याएअनुसारको बजेट बनाइन्थ्यो। यस्तो युग सुरु गर्नका लागि राज संस्था बाहेक अर्को कुनै पनि विकल्प छैन। त्यस्तो रेस्पोन्सिबल राजा चाहिँ को हुनुहुन्छ होला नि? राजा पनि रेस्पोन्सिबल हुनु भएन भने विकल्प के फेरि? हो, राजा रेस्पोन्सिबल नहुँदाको अवस्थामा हामीले एउटा त्यहाँ राजसभा भन्ने हुन्छ। यहाँ चाहिँ यति महत्त्वपूर्ण प्रश्न यहाँले गर्नुभयो। तपाईँलाई थाहा छ, समाचार पढ्दै गरेकी एकजना लेड्जिया भन्ने केटीलाई, न्युज एङ्करलाई स्पेनको युवा राजाधिराजले समाचार पढ्दा पढ्दै वान साइडेड लभ गर्यो, नभेटेको, न्युजमा हेरेको मात्रै। त्यसपछि उहाँले प्रस्ताव राख्नु। प्रस्ताव राखेपछि त्यहाँ चाहिँ के छ भने युवराजाधिराजले विवाह गर्ने केटीलाई युवराजधिराजले मात्रै मन पराएर हुँदैन, संसदले मन पराउनुपर्छ। संसदले मन पराएर मात्रै हुँदैन, क्याबिनेटले पास गर्नुपर्छ। क्याबिनेटले मात्रै पास गरेर हुँदैन, त्यहाँको अफिसियल स्टेट चर्च, आधिकारिक राजकीय मन्दिर, जुन देशमा अफिसियल स्टेट चर्च, अफिसियल स्टेट मस्क्स, टेम्पल्स हरू हुन्छन्, गुम्बाहरू हुन्छन्, त्यो देशको प्रमुख धर्मगुरुले यो गलत हो भनेपछि उसले त्यहाँको सरकारको प्रमुख, राष्ट्रको प्रमुखलाई पनि मृत्युदण्डको घोषणा गर्न सक्छ। हेर्नुहोस्, तपाईँले धेरै देशमा सुन्नुभयो, न्यायाधीशले गरेको फैसला पनि उसले मिलेन भन्न सक्छ। हाम्रो कानुन जस्तै धर्मशास्त्रले पनि फैसला यसरी गर्नुपर्छ भनेको छ। यसरी त्यो एउटा विद्वत सभा हुन्छ। त्यो विद्वत सभा, त्यसलाई राजसभा भन्न सकिन्छ, राज परिषद भन्न सकिन्छ, विद्वत सभा भन्न सकिन्छ। त्यसमा हाम्रो देशको सबै धर्म